होइन ऊ दिने उतै हो अझ झगडा गर्ने होइन। यो हो हाम्रो आजको सृजनाको बर्थडेको उपलक्ष्यमा 200 कुकुरलाई भोजन, मासु र भात बन्दैछ। श्रावण 15 गते सृजनाको बर्थडेको उपलक्ष्यमा हामीले कुकुरलाई भोजन खुवाउने कार्यक्रम राखेको छौँ। बर्थडे नगरिकन बर्थडेको पैसाले हामीले कुकुरलाई भोजन गराउन गइरहेको छौँ। 200 कुकुरलाई। अब हाम्रो यो खाना रेडी हुँदैछ, हजुर रेडी हुनै लाग्यो। बिहानको 6:30 बज्दैछ र हामी 7 बजेभित्रमा हजुर खाइसक्नेछौँ। अब हामी यो लिएर लाग्नेछौँ। यस्तो बाल्टीमा राखेर ठाउँ ठाउँमा गएर यहाँदेखि साना गाउँ सबै घुमेर अनि हामी लुबु जानेछौँ, इमाडोल जानेछौँ, ग्वारकोसम्म जानेछौँ। जहाँसम्मलाई पुग्छ त्यहाँसम्म गएर यो सबै बाँडेर हामी खुवाउनेछौँ। होइन ऊ दिने उतै हो। अब कतिजना छ? 4 जना। त्यसो भए कति हो? टाउको खुट्टा पनि राख्नु। उता राख्दिन त्यसलाई उतै राख्दिन उतै राख्दिन त्यसलाई ले खाइरे ए भाग्यो त्यहाँ हाल्दिन त्यहाँ हाल्दिन नयाँ मनाउ अहिले खान्छ काले कालिया ल तेरो भाग पनि खाइदियो त्यसले। आइज यसो खा खाँदो रहेछ आफै खानु भएन खान्छ उता त वाह 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 त्यहाँ होइन पहिला भात हालिदिनु झगडा गर्ने होइन। पहिला हालेर अनि दिएको ल काले खुच्चालाई यहीँ राखिदिनु वा त्यो टेन्सन नलिनु न
हाटिदिनु अनि खानु छ त्यहाँ कुकुरहरू अरू छ यति होला है भित्र छ कुकुर बाबु त्यहाँ दुई तिनवटा उता तल लगिदिनु भयो दुई तिनवटा उता तल लगिदिनु तिनीहरूको एरियामा जानु पऱ्यो पुस गर्नु सकिसक्यो यहाँ फुच्चैले खान पाएन अघि कहाँ थियो त्यहाँ छ भात छ देखाऊ रातोले खाएको छैन कुन चाहिँले उता रातोले माथिको उयो एउटा सेतोलाई चाहिँ दिनु पर्ला आइज ल यहाँ खा मासु पायो ल अहिले माछको चट्टा बोकेर हिँड्यो त्यो ल खा खा हजुर